का लागि यो चाहिँ के अरे पार्टीले अगाडि कदम चालेको छ। हामी कोही कसैलाई पराय सम्झदैनौँ, तर भएको कुरा गर्छौँ। भएको कुरा गर्दाखेरि विरोध गर्यो भनेर चाहिँ एउटा भाष्य मान्छेले अहिले चाहिँ के अरे बोल्ने गरेको छ, त्यो गलत हो। यो धरानको भानुचोक हो भने यसलाई भानुचोकै भन्नुपर्छ। त्यसलाई चाहिँ इटहरी हो अथवा चाहिँ दमक हो अथवा काठमाडौँ हो भन्नु मिल्दैन। त्यसले गर्दाखेरि श्रम संस्कृति साँचो बोल्छ, साँचो बोल्नुपर्छ। श्रम संस्कृति साँचो सुन्न सक्छ, साँचो सुन्नुपर्छ। सत्य कुरा बोल्नुपर्छ, सत्य कुरा सुन्नुपर्छ, बोल्न सक्नुपर्छ र सुन्न सक्नुपर्छ। हामी झुटो कुरा सुन्दै हुर्क्यौँ है। सबैले हामीलाई झुटो कुरा सुनाउँदै 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 ल्याए। त्यसले गर्दाखेरि साँचो कुरा बोल्नका लागि, सत्य कुरा बोल्नका लागि अहिले हामीलाई डर लाग्छ। अब यस्तो त बोल्नु हुँदैन, यस्तो त हुँदैन, फल्ना रिसाउँछ, फल्ना रिसाउँछ, साथी रिसाउँछ, मेरो आफन्त रिसाउँछ भन्ने डरले हामी जहिले पनि असत्य बोलिरहन्छौँ। त्यसो भएको कारणले आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हाम्रो समाज सत्यदेखि भागेको समाज हो, तथ्यदेखि भागेको समाज हो। तपाईँलाई के सुन्न मन लाग्छ त्यो कुरा मैले बोलिदिएँ भने तपाईँ खुसी हुने, तर साँचो कुरा बोल्दाखेरि तपाईँ दुखी हुने हो भने त्यो समाज सत्यवादी समाज होइन। यो देशमा किन उन्नति प्रगति भएन? यो देशमा किन सधैँ सधैँ चाहिँ सतिलो सरापेको देश भन्दै हामी दुःख गरेर बस्नुपर्ने बाध्यता भयो? किन यो देशमा चाहिँ अभावहरू छन्? किन यो देशमा विभिन्न खालका चाहिँ विभेदहरू छन् र तिनका विरुद्धमा चाहिँ आन्दोलनहरू भइरहन्छन्? किन हामी लडिरहन्छौँ र मरिरहन्छौँ भन्दाखेरि हामी साँचो कुरा सुन्ने साहस गर्दैनौँ, साँचो कुरा बोल्ने साहस गर्दैनौँ। यसो भएको कारणले श्रम संस्कृतिका सैकडौँ एजेन्डाहरू छन्। ती एजेन्डाहरू कोही सामाजिक छन्, कोही भौतिक छन्, कोही आर्थिक छन्, कोही सांस्कृतिक छन्, कोही धार्मिक पनि छन् होइन। यी सारा कुराहरूलाई हामीले चाहिँ थाती राखेर सबैभन्दा पहिलो एजेन्डा यसको के हो भन्दाखेरि हामीले चाहिँ के अरे यो समाजलाई साँचो कुरा बोल्ने र साँचो कुरा सुन्ने समाज बनाउँछ। तपाईँहरू साँचो कुरा सुन्न आउनुभयो कि झुटो कुरा सुन्न आउनुभयो हो? यदि त्यसो भने तपाईँले साँचो कुरा सुन्नुपर्छ, मैले साँचो कुरा बोल्नुपर्छ। साँचो र सत्य कुराहरू बोल्दाखेरि हामीले पार्टीहरूलाई विरोध गरेको भनेर भन्छन्, त्यसो नभनिदिनका लागि म विनम्रताका साथ, हार्दिकताका साथ अनुरोध गर्न चाहन्छु सम्पूर्णलाई मिडिया मार्फत। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, चुनाव आएको छ। धरान उपमहानगरपालिकाको नगर प्रमुखको पदमा म काम गरिरहेको मान्छे यो चुनावमा किन भाग लिनु पर्यो? थुप्रैचोटि मैले सञ्चार माध्यमहरूबाट जवाफ दिइसकेको कुरा, आमसभाहरूबाट जवाफ दिइसकेको कुरा एकचोटि पुनः दोहोऱ्याउन चाहन्छु। बाध्यता के पर्यो भन्दा जेनजीको आन्दोलन हामीले चाहेको थिएन। हामीले चाहेको थियौँ, कसैले थिएन। हाम्रा छोराछोरी 70 जनाभन्दा धेरै हाम्रा छोराछोरी मरेर गए है। ती बाबा आमाको आँखामा आँसु अझै सुकेको छैन है। एउटा छोरा गुमाएको होला, कसैले एउटा छोरी गुमाएको होला, बुढेसकालको सहारा त्यो एउटै सानो सन्तानलाई हेरेर बाँचिरहेको आमा बाबा अहिले रोइराख्नु भएको छ। हजारौँ हजार शहीद भएको देश हो यो। त्यसो भएको कारणले गर्दाखेरि यहाँ उपस्थितमा पनि धेरैजना शहीदको परिवारबाट आउनुभएको छ होला, घाइते र बेपत्ताको परिवारबाट आउनुभएको छ। यहाँहरू सबैजनालाई म निवेदन गर्न चाहन्छु, हार्दिकताका साथ सुनिदिनु होला, बुझिदिनु होला र बुझेअनुसारको व्यवहार गरिदिनु होला। काम गरिरहेको मेयरले किन तपाईँको चाहिँ आफ्नो काम छोडेर देश सम्हाल्न जानु पर्यो भन्दाखेरि जेनजीको आन्दोलन पछाडि जुन खालको स्थिति देखियो, कोही पनि मान्छे चाहिँ के अरे तपाईँको यो देशलाई सम्हाल्न आँट नगरिरहेको अवस्था, सबै मान्छे भूमिगत लुकिरहेको अवस्था, महिनौँ महिनासम्म चाहिँ तपाईँको चाहिँ के अरे सबै मान्छे भागिरहेको अवस्था, कोही कसैलाई आइजन सम्हाल्दैन भनेर भन्दाखेरि त्यो मान्छे आफू नआउने अहिले चाहिँ तपाईँको एआईबाट प्रधानमन्त्री हुने दाबी गरेर हिँडिरहेको छ। हामीलाई एआईबाट प्रधानमन्त्री चाहिएको छैन। वास्तविक जीवनमा, वास्तविकताको धरातलमा एउटा सेवक चाहिएको छ। त्यो सेवकको नाम तपाईँहरू आफैले भन्नु है।
त्यसो भएको कारणले गर्दाखेरि यो देशको केन्द्रीय सरकार नरहेको हुँदा, केन्द्र सरकार नहुँदाखेरि केन्द्रीय नीति निर्णयहरू यतिखेर बनिरहेका छैनन्, राष्ट्रिय योजनाहरू अवरुद्ध भएका छन्। नेपालमा सरकारै छैन, अभिभावकै छैन भनिसकेपछि हाम्रो देशै छ या छैन भन्ने अवस्थामा छ। त्यसो भएको कारणले यो देशको सरकारको रिक्ततालाई हेरेर टुलु बसेर हेर्दै बसेर धरान उपमहानगरपालिकाको विकासका लागि पाखामा खोलामा ढुङ्गा बोकिरहन बिरुवा रोपिरहन मेरो मनले मानेन। किनभने यदि नेपाल रहँदैन भने, नेपालको चन्द्र सूर्य अङ्कित झन्डा रहँदैन, हाम्रो देशको स्वाधीनता र सम्प्रभुता रहँदैन भने धरान उपमहानगरपालिका पनि रहँदैन। किनभने धरान उपमहानगरपालिका नेपालभित्र रहेको छ, त्यो नेपाल सरकारको कुरा गरिरहेको छु, जुन नेपाल सरकार यतिखेर नभएको कारणले गर्दाखेरि यो 21को फागुन 21 को चुनाव हुँदैछ। यो चुनावमा हामीले भाग लियौँ, भाग लिनका लागि श्रम संस्कृतिको जन्म गराउनु पर्यो। यो श्रम संस्कृतिको जन्मदाता हर्क साम्पाङ अगुवाको रूपमा हो, तर म एक्लो होइन, यहाँ उपस्थित सम्पूर्ण र 3 करोड नेपाली हुनुहुन्छ। यो श्रम संस्कृति तपाईँहरूको पार्टी। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, अब यो चुनावमा हामी अवश्य पनि चुन्छौँ। चुनाव भन्ने बित्तिकै चुन्ने प्रक्रिया, चुन्ने कृत्य हो त्यो। सुनसरी 1 को हकमा मात्रै हामी 26 जना उम्मेदवारहरू खडा भएका छौँ। यहाँ सम्पूर्णलाई म भन्न चाहन्छु, सुनसरी 1 का मतदाताहरूले विशेष गरी म के भन्न चाहन्छु भने ती मान्छेहरू र हर्क साम्पाङ सबैजनाको तपाईँहरूले मूल्याङ्कन गर्नुहोस्। हर्क साम्पाङले एउटा एकल अभियानबाट सुरु गरेको छैन, त्यो अभियानलाई धरानको मतदाताले अनुमोदन गरिदिइसकेपछि धरानको विकासका लागि कति दुःख गरेको छ भन्ने कुरा म यहाँ बेली विस्तार लगाउन चाहन्न, तपाईँहरूले देखिरहेको कुरा हो। यति धेरै दुःख गरियो, खानेपानीको मुद्दा लिएर म चाहिँ के चुनाव लडेर जितेको 3 दिन पछाडि, जितेको 3 दिन पछाडि मैले खोलाखोली तपाईँको धाउन थालेँ, मुहानहरू चार्न थालेँ, पाखा भित्ता चार्न थालेँ, कहाँ छ त पानीको स्रोतहरू भनेर। 3.5 वर्षसम्म श्रमदानको अभियान चल्यो। सुरुमा मलाई के भन्थे भने यसले 1 हप्ता जति गर्छ होला फोटो खिचाउनको लागि, होइन 1 महिना गर्छ होला भनेर भन्न थाले। पछि त तपाईँको छोडेन न, गरेकै झन फैलाइसकेपछि चाहिँ उनीहरू डराए सबैजना। तर त्यत्रा तपाईँको चाहिँ 3.5 वर्ष श्रम गर्दाखेरि मसँग अहिले 25 जना जो मान्छे उड्दैछन् नि, ती मान्छेहरूले मलाई 1 दिन पनि सघाएनन्, 1 दिन पनि सघाएनन्, 1 छिन पनि सघाएनन्। दुनियाँलाई मैले चाहिँ के अरे होइन हार गुहार गरेर भए पनि तपाईँको चाहिँ 2 अर्बभन्दा धेरैको सम्पत्ति धरान उपमहानगरपालिकालाई मैले जोडिदिएको छु श्रमदानबाट। त्यतिखेर ती मान्छेहरूले 1 पैसा सहयोग पनि गरेनन्, तर सधैँभरि आलोचना र मुद्दा लगाइरहने, आलोचना गरिरहने, मुद्दा लगाइरहने र विरोध गरिरहने ती मान्छेहरू थिए। ती 26 जना मध्ये म 1 जना हो। त्यो 25 जना मान्छेले मलाई 1 दिन सघाएको रेकर्ड छैन। अनि चुनावको बेला मात्रै म काम गर्छु भनेर हुन्छ? त्योभन्दा अघि त्योभन्दा पछि के गर्दैछ भन्ने कुराबाट मूल्याङ्कन गर्नुपर्छ कि पर्दैन? म त्यो भन्न चाहन्छु। हर्क साम्पाङले चुनाव जितेर कति काम गर्यो, त्यो कामको कुरा एक ठाउँमा राखिदिउँ है। मलाई चाहिँ के अरे विश्व रेकर्डले, वर्ल्ड बुक अफ लन्डनले रेकग्नाइज गर्यो है, विश्व रेकर्डले सम्मान गरिरहँदाखेरि यहाँ मलाई मुद्दाको चाङ लगाउने मान्छेहरू अहिले मैसँग चुनाव लडिरहेका छन् है। अनेक परि भनिरहेका छन्, थुप्रै यतिकै यहाँ पनि 2-4 जना जासुस पठाएका होलान्, यसो भन्दै रहेछ है भनेर, तर लाइभबाट उसले गरिरहेको होला। अब कसरी उसको कुरा खण्डन गर्ने भनेर सोचिरहेको होला। तर तपाईँहरूले गाउने गीत चल्दैन, त्यो हाम्रो हिट हुन्छ है। हाम्रो चाहिँ गीत हिट हुन्छ। तपाईँहरूको त्यो नचल्ने गीत नगाउनुहोस्, त्यो विरोधको गीत नगाउनुहोस्। तपाईँहरूको सेवा गरिरहँदाखेरि यहाँ अधिकांश धरानी दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ, धरानका आदरणीय। अब धरानको मात्रै कुरा गऱ्यो, फेरि सुनसरी 1 त उधो पनि छ भनेर नभन्नु होला। मैले भन्न खोजेको कुरा के छ भने मैले मेरो एजेन्डा 79 सालमा एजेन्डा पत्रमा लेखेको कुराहरू पुरा गरिरहँदाखेरि जति पनि मैले दुःख कष्ट गरेँ, जति पनि मैले पसिना बगाएँ, ती कुराहरूलाई चाहिँ के अरे मूल्याङ्कन गर्नुपर्छ यहाँहरूले। एउटा यस्तो मान्छे जसले यत्रो धेरै काम गरिरहेको छ, उसको उदय कसरी भयो त्यो कुरा पनि हेर्नुपर्छ। जब सिमना मिचिन्थ्यो त्यतिखेर
2-4 जना साथीहरूलाई लिएर भए पनि भानुचोकमा म उफ्रिन्थेँ। जतिखेर यो देशमा एमसिसी र बिआरआई जस्ता असमान सन्धि सम्झौताहरूको कुराहरू हुन्थे, पास हुन खोज्थ्यो, विशेष गरी एमसिसीको बारेमा हामी यहाँनिर तपाईँको चाहिँ थुप्रैचोटि उफ्रन्थ्यौँ। यो देशको माया लाग्छ मलाई। यो देशको माया नलाग्ने भने म पनि कुनै एउटा सानो व्यवसाय गरेर बसिरहेको हुन्थेँ, केही न केही गरेर बसिरहेको हुन्थेँ। आज स्वर सुकाइ पूर्वदेखि पश्चिमतिर किन कुदिरहेको छु म भन्दाखेरि मेरो जन्म अहिले मात्रै भएको होइन, धेरै पहिला भएको हो। तपाईँहरू त्यो तपाईँको चाहिँ सोसल साइट्समा हेर्न सक्नुहुनेछ। कैयौँचोटि प्रहरीले यहीँबाट मलाई घोक्राउँदै लगेको कुराहरू तपाईँहरूले देख्न सक्नुभएको छ। लकडाउन गरेर तपाईँको छैन के अरे एमसिसीलाई पास गर्न खोज्दाखेरि त्यो लकडाउनकै बेलामा पनि हामी यहाँनिर भानुचोकमा स्वाधीनताको लागि भनेर लडिरहेको थियौँ। ती कुराहरूलाई पनि सम्झनुपर्छ। तपाईँहरूले भोट हालिरहँदाखेरि खालि तपाईँको चाहिँ विकासको कुरा, ड्रेनको कुरा, बाटोको कुरा होइन, बिजुलीको कुरा मात्रै होइन, यो देशको स्वाधीनताको कुरा पनि हेर्नुपर्छ। यो देशको स्वाधीनताको पक्षमा हर्क सापाङ लडेर आएको मान्छे हो कि होइन भनेर तपाईँहरूले मूल्याङ्कन गर्नुपर्छ। म यहाँहरू सबैजनालाई त्यो भन्न चाहन्छु।